आज बिहानदेखि नै के पो सन्नी हल्का पानी पर्ने यस्तो उता माथितिर भइरहेको छ। अनि त्यही म चाहिँ उठेर भर्खर उठेको चाहिँ मम्मीले दाल लिनु जा भन्नु, अनि उठ्ने बित्तिकै आएँ होइन त। यस सबैलाई गुड मर्निङ, न्यू डे, न्यू भिडियो। त्यही हो, म जाँदैछु पर दाल लिनु हो माउली घर। अब डाइरेक्ट पर गएर भिडियो है त ल। टेक तपाईँको भ्लगको नाम चाहिँ के पो हो भनेर सोध्दै थियो यसरी। नमस्ते सबैलाई, मेरो नाम हो सम्राट राई। अनि म अहिले दमकवान झापा हिमाली अलिकति यताभित्र कोरेन्टोलदेखि यताभित्रमा बसिरहेको छु। यसरी इन्ट्रो दिनु अरे क्या बहिनीले भनेको। अन्त फेरि सन्चै हुनुहुन्छ? लाइन आएको थियो छैन अहिले? यहाँ आएको थियो अघि नै। टिभी हेरेको छैन त? अनि म टिभी हेरेर आएको थिएँ, भात खाएर चाहिँ टिभी हेर्दै थिएँ। नानाले कराउनु भयो, अनि बिगार्नु भयो। अनि म फेरि टिभी अन गर्दैछ, अनि तपाईँ आउनु भयो नि भन्नुभयो। यस्तै लामो कहानी रहेछ। ल बराबरै भेटौँ होला नि त अब। मैले we are doing some little bit work of the shop. It's been a long time having we worked here in the field. कस्तो छ मेरो इङ्ग्लिसले मार्छ नि फेरि मान्छे होइन। त्यही भएर चाहिँ हामी एकदम काम गरिरहेको छौँ। यसो म काम गर्दैछु क्या, मलाई तसँग याद आयो ओहो आजको ब्लग आजको कन्टेन्ट त मैले बनाएको छुइनँ कसै पनि भनेर। अनि यसै त्यो ब्लग कन्टेन्ट बनाउने क्रममा अब बनाउनु पऱ्यो भनेर होइन। त्यही भनेर म चाहिँ एकदम ब्लग बनाउँदै आइरहेको छु होइन। हिजोको भिडियो पनि 12 मिनटको ठ्याक्क भएको रहेछ। 15-16 मिनटको चाहिँ ब्लग त बनाउनै पर्छ हामी। यता फेरि के पो छ यहाँ मैले भेटिनँ। पार्लरको बच्चा भइरहेको थियो यता हेर्नु गाइस, हेर्नुहोस् त्यही हो। अनि एकदम मैले बिजी भएर काम गरिरहेको छु। अहिले फेरि के भन्छ नि न्युज हानौँ म त्यही हो भरे भेटौँ। अब काम सकेर अहिले हामी यो पारसासको काम गर्दैछौँ, अङ्कल हामी दादा र म। त्यही हो भरे भेटौँ अहिले। यो चाहिँ हामीले भेटेको, मैले पक्रेको यसलाई। कति राम्रो छ यो। ए हो त नि। यो चाहिँ के पो यहाँ हिँड्दैछ यो बाटोमा, यतापट्टिबाट हिँड्दै आउँदै थिएँ। उड्नु खोज्दैछ पुरा, तर यो उड्नु सक्दैन है। यो उड्नु सक्दैन अहिले। आज राम्रो कन्टेन्ट भयो अरे। राम्रो छ नि, कस्तो राम्रो छ कि दामी छ। फेरि आउनुभयो अब यो सिम्बली घडीको सुन्तला लिएर आउनुपर्छ। अनि हाम्रो काम पनि सक्यो सबै। अब डा नैसँग चाहिँ एकदम यसो नदेखाउ न, ब्यान्ड हुन्छ नि आइडिया हुँदैन ब्यान्ड चाहिँ हुँदैन। म पनि अब नुहाउँछु ओर्छु अनि फ्रेस हुन्छु होइन। यो नानीको उपर गल्नु त गल्दैन आज, त्यति साह्रो काम चाहिँ छैन हजुर। म नुहाइहाल्छु पहिला, म नुहाइहाल्छु जिउ मात्रै खराङ खुरुङ सकिहाल्छु। मलाई ढिलो हुन्छ, केस सुक्दैन। म एकैछिनमा निस्किन्छु, उता पर्दा लगा न। आमा हो त छिटो गर न, अहिले आन्टीले के गर्नुहुन्छ? म सक्छु नि त गर्नु, छिटो न। त्यही काम बाँकी छ। बाबुले त राइट गाइज, म चाहिँ साथीहरू खानासाना खाइसकेँ, कामसाम गरेर फ्रेस सबै भएर होइन, कामसाम सबै सकेर एकदम मस्त भएर हातमा पुस्न यहाँ चाहिँ साइना र दादा त्यो गर्नुहुन्छ। एथ फोटोबाट छैन। अनि त्यही हो यहाँ पेन्डिङ के यतिजना गर्नु न छिटो न, एउटा देऊ न, कति देऊ न छिटो। क्या स्कुल गएको त हुने भयो त यो ल ल यो त्यही हो होइन। अब आजको भिडियो धेरै लामो भएन होला, आजको भिडियो सानै छोटो भयो होला, आई थिङ्क छोटो मिठो भयो होला भन्ने आशा गर्दछु। म चाहिँ यो चाहिँ एकदम एक्ट गरेको हो कि त म ठुलो युट्युबर जस्तै एक्ट गर्दैछु क्या अहिले चाहिँ। के छ खबर त?
यो हप्सी बोलिहाल्छ यार त्यही अनि मलाई अब यो अहिले प्र्याङ्क पनि गर्नुभयो क्या मलाई के प्र्याङ्क गर्नु भन्दाखेरि नि भात खाँदैछ मम्मी पापा अङ्कल खाँदैछ अनि पछि नखाने दादा आएपछि के पो दादा र म सँगै खान्छु भनेर मलाई साइड लाग्थ्यो म खास गरी त किन लाग्यो भने धन्दा नगर्नुको लागि धन्दा धेरै हुन्छ नि त अनि म साइड लाग्थ्यो गर्ने काम गरेर परिरहेको थिएँ अनि साइड लाग्थ्यो अनि दादा आउनु भयो दादाले बनाउनु खानु अनि गुरुको होइन गुरुको त धन्दा के भने धन्दा त थाल त्यहाँदेखि ल्याएर अनि कुकर डर हाल्ने नि हो अनि त्यही ड्युटी गरेर आयो अनि गाह्रो भयो आज मलाई टाइम हालिदिएको मैले होइन त्यो अब आजको भिडियो धेरै लामो त भएन छुट्टै भयो होला होइन त्यही हो आजको भिडियोलाई त्यसरी एन्ड गर्दै अब बिहान हामी फेरि भोलि भेट्नेछौँ नयाँ भिडियोमा नयाँ भिडियो नयाँ ब्लगमा नयाँ डेमा भोलि भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ 2082 आइपुग्यो 2082 नयाँ साल हो भोलि चाहिँ अनि सबैलाई यही भिडियो मार्फतबाट हेप्पी न्यु इयर सबैलाई लाल धन्यवाद।